हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रम उद्घोषकज्यूलाई। आज मङ्गोल नेसनल अर्गनाइजेसन विदुर नगर सभाको आयोजनामा सम्पन्न हुन गइरहेको यस मङ्गोल नेसनल अर्गनाइजेसनको ऐतिहासिक 19औं दल दर्ता दिवस कार्यक्रमको सभाध्यक्षज्यू, विशेष अतिथि मङ्गोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय सभाको सदस्य दिलमान तामाङज्यू, त्यसै गरी जिल्ला सभाका अतिथि ज्यूहरू, जिल्ला सभाका पदाधिकारी ज्यूहरू, त्यसै गरी गाउँ सभाबाट, नगर सभाबाट र आजको यस ऐतिहासिक क्षणलाई साक्षी दिनका निमित्त यहाँसम्म उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभा काठमाडौँको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट जय मङ्गोलको मायाले भरिएको जुझारु क्रान्तिकारी सेलुट टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। जय मङ्गोल। पक्कै पनि आज मङ्गोल नेसनल अर्गनाइजेसनलाई निर्वाचन आयोगले दल दर्ता दिएर 18 वर्ष पुरा भएको दिन, 18 वर्ष पुरा भएर आज 19औं वर्ष लागेको दिन पक्कै पनि हामी यो देशका बहुसंख्यक मूलवासी मङ्गोलहरूको साझा सङ्गठन, साझा घर, यो देशका बहुसंख्यक मूलवासी मङ्गोलहरूलाई अधिकार सम्पन्न बनाउने राजनीतिक सङ्गठनले आधिकारिक रूपमा दर्ता पाएको दिन तपाईँ हामी सबैजनाले खुसी, हाँसो, उल्लासका साथ साटासाट गर्नुपर्ने दिन हो। मङ्गोल नेसनल अर्गनाइजेसनको दर्ता त्यति सजिलोसँग भएको थिएन। अघि नै पूर्ववक्त अतिथिज्यूहरूले निकै नै जोड दिएर जोड्दै हुनुहुन्थ्यो। मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना 2045 साल पौषको 17 गते भद्रगोल जेलभित्रको त्यो कालो कोठारीमा भएको थियो। त्यो भद्रगोल जेलभित्र मङ्गोल नेसनल अर्गनाइजेसन जब स्थापना भयो, स्थापना भइसके पछाडि मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले जेलबाट उहाँ जेल मुक्त भइसक्नु भए पछाडि उहाँ दल दर्ता गर्नलाई निर्वाचन आयोग पटक पटक धाउनु भएको थियो, पटक पटक पुग्नु भएको थियो, तैपनि दर्ता दिएको थिएन। र हुँदाहुँदै उहाँले मङ्गोल नेसनल अर्गनाइजेसनलाई दल दर्ता दिनको लागि चाहिँ निर्वाचन आयोगसँग सर्वोच्च अदालतले मुद्दा लड्नु परेको थियो। 3 वर्षसम्म मुद्दा लड्दा पनि मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूलाई मुद्दा हराएको थियो। तैपनि डाक्टर गोपाल गुरुङज्यू आत्तिनु भएन, उहाँले छोड्नु भएन। मङ्गोल नेसनल अर्गनाइजेसनलाई दल दर्ता गराउनको लागि उहाँ त्यो काममा रोक्नु नै भएन। तपाईहरु एकचोटि कल्पना गर्नुस् त, हामी त 1-2 कक्षामा अथवा कुनै कक्षामा 2-3 चोटि फेल भयो भने पढाइ नै छोडिदिन्छौँ, अथवा कुनै काम हामीले एक खाले कोसिस गर्दाखेरि 2-3 चोटिसम्म असफल भयो भने हामी हरेस खान्छौँ, निराश भएर होस् छोड्यौँ भनेर छोडिदिन्छौँ। तर मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले 18 वर्षसम्म दर्ता नदिँदा पनि दर्ता गराइ छाड्नु भयो कि भएन? भयो। उहाँले जित्नु भएको थियो कि थिएन? थियो। पक्कै पनि उहाँको त्यो लडाई उहाँ एक्लै हुनुहुन्थ्यो त्यो बेला, तर यो देशका शासकहरूसँग निरन्तर रूपमा लड्नु भएको थियो। र अन्ततोगर्को 18 वर्ष पश्चात चाहिँ जुन यहाँको शासकहरूले अथवा निर्वाचन आयोगले चाहिँ घुडान टेकेको थियो, घुडान टेकेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई दल दर्ता दिएको थियो। जबकि 2047 सालको संविधानमा यो देशका शासक अल्पसंख्यक शासकहरूलाई अथवा खस आर्य मित्रहरूलाई चाहिँ हिन्दू आर्य भनेर 2047 सालको संविधानको जुन धारा 27 मा लेखिएको थियो र मङ्गोल नेसनल अर्गनाइजेसन अथवा यो देशका बहुसंख्यक मूलवासी मङ्गोलहरूलाई चाहिँ जुन 2047 सालको कथित संविधानको धारा 112 र धारा 113 जुन मङ्गोलहरूलाई लाग्नै नहुने धारा लगाएर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको दर्ता दिएको थिएन। त्यो दर्ता नदिएको बखतमा डाक्टर गोपाल गुरुङज्यूले यति धेरै कोसिस गर्नुभयो, यति धेरै प्रयास गर्नुभयो, गर्दै पनि यो देशमा रहेका विभिन्न राजनीतिक दलका नेताहरूलाई चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई निर्वाचन आयोगमा दल दर्ता गराउनका लागि त्यो संविधानको धाराहरू चाहिँ संशोधन गर्नका लागि चाहिँ डाक्टर गोपाल गुरुङज्यूले पत्र लेख्नु भएको थियो, ध्यानाकर्षण पत्र लेख्नु भएको थियो, तर पनि कसैले सुनेको थिएन। अथवा यो देशका विभिन्न राजनीतिक दलहरू, यो देशका शासकहरूलाई चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले दर्ता पाउनुपर्छ, मङ्गोल नेसनल अर्गनाइजेसनले पनि राजनीतिक सङ्गठनको रूपमा अगाडि सार्नुपर्छ भनेर कोही पनि त्यो पक्षमा थिएन। तर
तरै पनि मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूले निरन्तर रूपमा लड्नुभयो र डाक्टर गोपाल गुरुङज्यूले त भन्नु पनि भयो 2047 सालको संविधान भनेको चाहिँ दरबारिया ब्राह्मण क्षेत्री, कांग्रेस ब्राह्मण क्षेत्री, कम्युनिस्ट ब्राह्मण क्षेत्री त्रिपक्षीय जुन सम्झौता मात्रै हो, उनीहरूको मात्रै संविधान हो, कागजको टुक्रा हो, यो देशका बहुसंख्यक यो देशका जनतालाई समेट्ने संविधान नै होइन भन्नुभएको थियो। त्यो भनिसके पछाडि अन्ततको त्यो संविधान जल्यो, कागजको टुक्रामा नै परिणत भयो र त्यो संविधानले काम गरेन र 2063 सालको अन्तरिम संविधान जब बन्यो त्यो संविधानले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई दर्ता दिएको र 2064 साल माघ महिनाको 15 गते अथवा 2008 जनवरी 29 को दिनमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई निर्वाचन आयोगले दर्ता दिएको थियो ताकि आजभन्दा ठ्याक्कै ठिक 18 वर्ष अगाडि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई दर्ता दिएको थियो। त्यस पछाडिबाट चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई त्यही दिनमा त्यतिखेर पहिलो संविधान सभाको निर्वाचन हुँदै थियो 2064 साल जुन चैतको 28 गते त्यो संविधानको लागि पनि मङ्गोल नेसनल अर्गनाइजेसनलाई चुनाव कुखुराको भाले पनि त्यही दिन दिएको थियो। त्यो भएको कारणले मङ्गोल नेसनल अर्गनाइजेसनले निरन्तर रूपमा वैचारिक क्रान्ति गरिराखेको छ, लडिराखेको छ, अगाडि बढिराखेको छ र मङ्गोल नेसनल अर्गनाइजेसनसँग चाहिँ यो देशका साम्राज्यवादी शक्तिले चलाइरहेका शासकहरू सबै डराइराखेको छ, सबै गलिसकेको छ, सबै आत्तिसकेको छ। त्यो भएको कारणले अब तपाईँ हामी अत्तालिनु पर्ने, तपाईँ हामी निराश हुनुपर्ने, तपाईँ हामी विचलित हुनुपर्ने अलिकति पनि कुनै पनि ठाउँ छैन। अब यो देशका बहुसंख्यक मूलवासी मङ्गोलहरू जो राजनीतिक रूपमा चेतनशील भइरहेको छ, हुँदै आइराखेको छ, हर क्षण हरेक पल चाहिँ यो देशका बहुसंख्यक मूलवासी मङ्गोलहरूले चाहिँ आफ्नो अस्तित्व खोजिराखेको छ, आफ्नो अधिकार खोजिराखेको छ, आफ्नो अग्र अधिकार खोजिराखेको छ। यो देशका साम्राज्यवादी शासकहरूसँग प्रश्न गर्ने ल्याकत यो देशका जनताले राखिराखेको छ, गरिराखेको छ र परिवर्तन आइराखेको छ। त्यो भएको कारणले अब तपाईँ हामी एकजुट हुनुपर्दछ, तपाईँ हामी आत्तिनु हुँदैन, तपाईँ हामी विचलित हुनु हुँदैन। पक्कै पनि यो देशमा मङ्गोल नेसनल अर्गनाइजेसनको जित सुनिश्चित छ। अब तपाईहरूले विश्वास गर्नुहोस्, अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्न सक्ने शक्ति मङ्गोल लहरलाई, यो मङ्गोल आँट, यो मङ्गोल विश्वासलाई रोक्न सक्ने शक्ति यो देशभित्र मात्रै होइन, संसारको कुनै पनि शक्ति छैन अब मङ्गोल नेसनल अर्गनाइजेसनले रोक्ने। त्यो भएको कारणले अब तपाईँ हामीले आफैलाई विश्वास गर्ने समय आएको छ। हामी इमानदारी त आफैमा होइन, हामी अरूसँग खोजिराखेको छौँ। हामी आफैसँग सुनको डल्लो छ तर हामी अरूसँग पित्तल खोजिराखेको छ। त्यो भएको कारणले अब तपाईँ हामी अगाडि बढ्नुपर्छ, तपाईँ हामीले आफैले विश्वास गर्नुपर्दछ र तपाईँ हामी एक खालको होइन विश्वास लिएर चाहिँ एक खाले एकजुट भएर अगाडि बढ्ने समय चाहिँ यो हो। र मङ्गोल नेसनल अर्गनाइजेसनले ती त्यस्ता शासकहरूलाई, ती त्यस्ता राजा रैतीहरूलाई ढलाइसकेको छ। अब सबै कुराहरू शेष भइसकेको छ। अब यो देशमा एउटा यस्तो षड्यन्त्र गरिराखेको छ जुन साम्राज्यवादी शक्तिहरूको हतियार नै हो। हिजोको दिनमा तपाईँहरू सबैजनाले चिन्नुहुन्छ नेल्सन मण्डेला र डाक्टर गोपाल गुरुङज्यूले लड्नु भएको लडाइँ भनेको चाहिँ एउटै नै हो, वर्णभेदी विरुद्धको लडाइँ हो अथवा न्यायको लडाइँ हो, समानताको लडाइँ थियो। जसरी नेल्सन मण्डेलालाई पनि 27 वर्षसम्म जेलमा राखेर पनि नेल्सन मण्डेला जुन दक्षिण अफ्रिकामा पहिलो अश्वेत राष्ट्रपति बन्नुभएको थियो, उहाँ जित्नु भएको थियो। त्यसै गरी नै डाक्टर गोपाल गुरुङज्यूले पनि विभिन्न खालको षड्यन्त्रहरू त्यस यो बखतमा भइराखेको छ। जसरी नेल्सन मण्डेलालाई पनि आफ्नो देशमा त्यो लडाइँ, आफ्नो त्यो राजनीतिक अभियानहरू अगाडि बढाउने क्रममा जसरी कालाहरूको विरुद्धमा कालाहरू नै उभ्याएको थियो अथवा नेल्सन मण्डेलाको विरुद्धमा नेल्सन मण्डेलाकै अनुहारका मान्छेहरू प्रयोग गरेको थियो, उनकै अनुहारको विभिन्न राजनीतिक दलहरू खोलेर नेल्सन मण्डेलालाई कमजोर बनाउनको लागि त्यहाँका साम्राज्यवादी शासकहरू उद्धत भएका थिए। हो, ठिक त्यसै गरी नै अहिले यो देशमा त्यही भइराखेको छ। मङ्गोल नेसनल अर्गनाइजेसनलाई कमजोर देखाउनको लागि, मङ्गोल नेसनल अर्गनाइजेसनलाई सानो देखाउनको लागि, मङ्गोल नेसनल अर्गनाइजेसनलाई ओझेलमा पार्नको लागि चाहिँ यो देशका
साम्राज्यवादी शक्तिहरूले चाहिँ मङ्गोल अनुहारकै मान्छेहरूलाई राजनीतिमा लिएर आएका छन्, विभिन्न खालका पार्टी खोलिदिएका छन् ताकि मङ्गोलहरूको शक्ति क्षीण होस्, मङ्गोलहरू कहिले पनि एकजुट नहोस् भनेर चाहिँ त्यस्तो गरिराखेको छन्। तर जसरी दक्षिण अफ्रिकामा पनि त्यस्तै खालको षड्यन्त्र हुँदै पनि त्यस्तै खालको शस्त्र अस्त्रहरू प्रयोग गर्दा पनि नेल्सन मण्डेलाले जित हासिल गरेको थियो, त्यसै गरी नै यो देशमा पनि जस्तो सुकै षड्यन्त्र गरे पनि अब साम्राज्यवादी शक्तिहरूको शस्त्र अस्त्र हतियार सकिसकेको छ। उनीहरूको अन्तिम हतियार भनेको नै हाम्रो अनुहारका मान्छेहरूलाई विभिन्न खालका राजनीतिक सङ्गठनहरूमा आबद्ध गराउने, विभिन्न खालका राजनीतिक सङ्गठनहरू खोलाउने थियो, त्यो पनि गरिसकेको छ। त्यो गर्दा पनि मङ्गोल नेसनल अर्गनाइजेसनलाई सुकाउन सक्ने छैन, मङ्गोल नेसनल अर्गनाइजेसनलाई लुकाउन सक्ने छैन। किनभने मङ्गोल नेसनल अर्गनाइजेसनको यो आँट, यो साहस, यो एकता भनेको चाहिँ विश्वासको हो, अस्तित्वको लागि हो, माटोको लागि हो। र यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू चाहिँ अब लाखौँको सङ्ख्यामा राजनीतिक रूपमा चेतनशील भइसकेको छ, अगाडि बढिसकेको छ। हामी एवं रूपले अगाडि बढ्नु पर्दछ। तपाईँ हामी अब अलिकति पनि आत्तिनु हुँदैन। मैले यहाँ देखिराखेको छु मेरो हजुरआमाको उमेरको हजुरआमाहरू हुनुहुन्छ, मेरो दाइ उमेरको अथवा मेरो बुढाको उमेरको तपाईँहरू हुनुहुन्छ। तपाईँहरूले लाग्न सक्छ मैले पढेको छैन, म धेरै बोल्न जान्दिनँ, मलाई माइक समात्न डर लाग्छ, हामी पनि कसरी जित्न सकेला र हामी पनि कसरी बोल्न सकेला र तपाईँले यसो भनिराख्नु हुँदा तपाईँले एकचोटि हेर्नुहोस् त, यो देशको संविधानलाई हेर्नुहोस्, यो देशलाई हेर्नुहोस् र आफ्नो अधिकारको बारेमा आफ्नो बारेमा पनि बुझ्नुहोस्। यो देशमा प्रत्येक नागरिकको मताधिकार भनेको चाहिँ सबै नागरिकले पाउने भनेको चाहिँ एक भोट मात्रै हो। तपाईँले कुरा बुझिराख्नु भएको छ? अथवा तपाईँ पढ्नु भए पनि नपढ्नु भए पनि, तपाईँ वृद्ध हुनु भए पनि, तपाईँ युवा हुनु भए पनि, तपाईँ जतिसुकै सक्षम हुनु भए पनि तपाईँले हाल्ने भोट भनेको चाहिँ एक नै एउटा भोट नै हो। जस्तै यो देशको प्रधानमन्त्री सुशीला कार्कीले हाल्ने भोट पनि एक नै हो। म प्रतीक्षा तामाङले हाल्न पाउने भोट भनेको चाहिँ एक भोट मात्रै हो। त्यो भएको कारणले यो देशमा त त्यस्तै गरी सबैजनाले एक एक भोट नै हाल्ने होइन। कसैले 2 भोट हाल्न पाउँछ त? एउटै मान्छेले कसैले दुई भोट हाल्न पाउँछ? पाउँदैन। यो देशमा त सबै नागरिकले एउटा उम्मेदवारलाई एक भोट मात्र हाल्न पाउँछ। त्यो एक भोट हाल्न पाउँदाखेरि चाहिँ तपाईँहरूले हेर्नुहोस् त, यो देशमा त हामी बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू छौँ, अथवा हामी त यो देशमा 100 जनामा 80 जना भन्दा पनि धेरै छौँ कि। त्यो हुँदाखेरि हामी बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू छौँ, तैपनि हामी विभिन्न निर्वाचनहरूमा चाहिँ हाम्रै मङ्गोल नेसनल अर्गनाइजेसनको उम्मेदवारहरूले चाहिँ जित्ने गरी किन मत पाइराखेको छैन भन्दा चाहिँ हामीले चाहिँ आफ्नो मतको पावर क्षमता चाहिँ हामीले बुझ्न सकिराखेको छैन। अब तपाईँ हामीले बुझ्नु पर्दछ र तपाईँ हामीले त्यो हीन भावनालाई चाहिँ त्याग्नु पर्दछ, फाल्नु पर्दछ। अब मेरो एक भोटले जित्ने होइन भन्ने सोच चाहिँ फाल्नु पर्दछ र मङ्गोल नेसनल अर्गनाइजेसनले भोट हाल्यो भने खेर जान्छ भन्ने कुरा पनि फाल्नु पर्दछ। हरेक कक्षामा सबैजनाको रोल नम्बर 1 हुन्छ? रोल नम्बर 1 भएको मान्छे मात्रै पास हुने हो त? हो। भलै तपाईँले हालेको भोटले मङ्गोल नेसनल अर्गनाइजेसनको रोल नम्बर 1 नहोला, विजयी नहोला, तर सेकेन्ड त हुन्छ नि त, दोस्रो त हुन्छ। तपाईँको भोट त त्यहाँ त काउन्ट त हुन्छ, गणना त हुन्छ कि हुँदैन? त्यो भएको कारणले अब तपाईँ हामी सबैजनाले यो मानसिकता, यो सोच चाहिँ विकास गर्नुपर्छ कि कसैले जसलाई भोट हाले पनि, कसैले भोट हालोस् या नहालोस्, तर मेरो भोट भनेको चाहिँ मृत्यु पर्यन्त मङ्गोल नेसनल अर्गनाइजेसनलाई नै हुन्छ भन्ने सोच चाहिँ अब तपाईँ हामीले विकास गर्नुपर्छ। त्यो विकसित गराउनुपर्छ र अरूलाई पनि त्यही कुराहरू सिकाउनु पर्दछ। अब तपाईँहरू मङ्गोल नेसनल अर्गनाइजेसन जित्ने होइन भनेर भोट नहाल्ने हो त? हो। तपाईँ हामीले अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई नै भोट हाल्नुपर्ने हुन्छ। तपाईँ हाम्रो मताधिकार, तपाईँ हाम्रो क्षमता, तपाईँ हाम्रो त्यो खालको पोटेन्सियल चाहिँ तपाईँ हामीले बुझ्नु पर्दछ। त्यो मङ्गोल शक्ति, त्यो भोट भनेको चाहिँ हाम्रो शक्ति हो। त्यो तपाईँको एक भोटले नै भोलि यो देशमा कस्तो खालको नेता आउँदैछ, कस्तो खालको नेतृत्व आउँदैछ, अथवा यो देशमा कस्तो खालको शासन गर्ने शासक आउँदैछ भन्ने कुरा चाहिँ सुन्ने भोट भएको हिसाबले हामीलाई
न्याय दिन सक्ने, हामीलाई अस्तित्व दिन सक्ने, हामीलाई अधिकार र हक अधिकार दिन सक्ने मङ्गोल नेसनल अर्गनाइजेसनलाई चुन्नुपर्ने समय आएको छ, चुन्नुपर्छ र मङ्गोल नेसनल अर्गनाइजेसनको भोट हरेक निर्वाचनहरूमा बढ्दै आइराखेको छ। 2 गुणाको दरले 4 गुणाको दरले बढिराखेको छ। यो मङ्गोल नेसनल अर्गनाइजेसनलाई आएको भोट भनेको चाहिँ चेतनाको भोट हो। कसैले पैसाले किनेको भोट होइन, कसैको लोभ लालचमा आएको भोट होइन। अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई आएको भोट भनेको चाहिँ अब म यो देशमै केही गर्छु, यो देशलाई राम्रो बनाउँछु, देशको मायाले, आफ्नो भावी सन्ततिको मायाले आएको भोट हो। त्यो भएको कारणले अब तपाईँ हामी सबैजनाले मङ्गोल नेसनल अर्गनाइजेसनमा नै भोट हाल्नुपर्छ, हाल्न लगाउनुपर्छ। जब हामीले मङ्गोलवाद दर्शन बुझिसके पछाडि हामीले मङ्गोलवाद दर्शन बुझिसके पछाडि पनि हामी अन्य अरू राजनीतिक दललाई भोट हाल्न सक्छौँ त? सक्दैन। त्यो भएको कारणले अब हामीले यो मङ्गोलवाद दर्शन, यो पवित्र दर्शन, तपाईँ हामी सबैजनालाई न्याय दिने, तपाईँ हामी सबैजनालाई सम्मान गर्ने, सद्भाव प्रकट गर्ने राजनीतिक सङ्गठनलाई जितायो भने मात्रै पो तपाईँ हामी सबैजनाले न्याय पाउने हो नि त। त्यो भएको कारणले यो देशका बहुसङ्ख्यक देशवासी सम्पूर्ण नागरिकहरूलाई समेट्ने, सबैजनाले खान पाउनुपर्छ, सबैजना बाँच्न पाउनुपर्छ, सबैजना हाँस्न पाउनुपर्छ, सबैजना फल्नुपर्छ, फुल्नुपर्छ, सबैजनाले बराबर समान अधिकारहरू पाउनुपर्छ भन्ने राजनीतिक सङ्गठन मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै हो। त्यो भएको कारणले हामी आफ्नै देशमा शासक बन्नुपर्छ, आफ्नो घरको मालिक आफै बन्नुपर्छ, आफ्नो देशको मालिक आफै बन्नुपर्छ। हामी यो देशको शासक हो, हामी यो देशको मालिक हो, हामी यो देशको मूलवासी हो, हामी यो देशको भूमिपुत्र हो भनेर सिकाउने अनेकौँ राजनीतिक दल, राजनीतिक सङ्गठन सुन्नु भएको छ? तपाईँले सुन्नु भएको छ? त्यो भएको कारणले अब हामीले मङ्गोल नेसनल अर्गनाइजेसनलाई चुन्नु सिवाय, मङ्गोल नेसनल अर्गनाइजेसनलाई बुझ्नु सिवाय तपाईँ हामीसँग अरू कुनै पनि विकल्प छैन। मैले फेरि पनि दोहोऱ्याएँ, अब मङ्गोल नेसनल अर्गनाइजेसनको सङ्क्रमणकालीन समय सकिएको छ। अब मङ्गोल नेसनल अर्गनाइजेसनको कठिनको समयहरू सकिसकेको छ। हामी प्राकृतिक रूपमा जुन हामी भन्छौँ 18 वर्ष पुरा भइसके पछाडि हामी वैधानिकता पाउँछौँ। जसरी 18 वर्ष पुरा भइसके पछाडि हाम्रो भोटिङ कार्ड बन्छ कि बन्दैन? भोट हाल्ने अधिकार, आफ्नो नेतृत्व छान्ने, आफ्नो प्रतिनिधि छान्ने अधिकार तपाईँ हामीमा पाउँछ। त्यसै गरी नै यो नेपाल सरकारले अथवा नेपाल जुन निर्वाचन आयोगले मङ्गोल नेसनल अर्गनाइजेसनलाई दल दर्ता वैधानिकता दिएको आज 18 वर्ष पुरा भएर 19 वर्ष लागेको छ र मङ्गोल नेसनल अर्गनाइजेसनले झेल्नुपर्ने, भोग्नुपर्ने त्यो सङ्क्रमणकालीन समयहरू पनि सकिसकेको छ। अब मङ्गोल नेसनल अर्गनाइजेसनको लागि र यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूको लागि चाहिँ सुदिन मात्रै आउँछन्, विजयको दिन आउँछन्। अब मङ्गोलहरूको विजय भइसकेको छ। आजभन्दा 18 वर्ष अगाडि नै त्यो निर्वाचन आयोगलाई, त्यो अल्पसङ्ख्यक शासकहरूलाई, त्यो साम्राज्यवादी शासकहरूलाई घुँडा टेकाएको थियो। यो देशका ती अल्पसङ्ख्यक शासकहरू, ती मङ्गोल नेसनल अर्गनाइजेसनलाई एक खालले दबाउन खोज्ने, निस्तेज पार्न खोज्ने मान्छेहरू त आजभन्दा 18 वर्ष अगाडि नै आत्मसमर्पण गरिसकेको हो यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूसँग। त्यो बेला नै घुँडा टेकिसकेको थियो। तर हामी बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूमा राजनीतिक चेतनाको कमी भएको कारणले तपाईँ हामीले त्यो विजय पनि महसुस गर्न सकेका थिएनौँ। त्यो कुराहरू चाहिँ हामीलाई थाहा नै थिएन। तर मङ्गोल नेसनल अर्गनाइजेसनका राम्रा दिनहरू, विजयका दिनहरू लुकाउँदै पनि अब लुकाउन नसक्ने, छोप्न नसक्ने, छेक्न नसक्ने अवस्था आइसकेको छ। त्यो भएको कारणले अब तपाईँ हामी यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू आफ्नो देश चलाउनका लागि, आफ्नो यो देशलाई सुन्दर बनाउनका लागि, आफ्नै देशमा भरपेट पाल्नका लागि, आफ्नै देशमा आफ्नै परिवारसँग खानको लागि अथवा यो देशलाई सुन्दर राम्रो नीति निर्माण गर्नको लागि, सुव्यवस्था कायम गराउनका लागि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन र मङ्गोल नेसनल अर्गनाइजेसनका नेताहरू चाहिँ सक्षम भइसकेको छ, हर हिसाबले तयार भइसकेको छ। त्यो भएको कारणले चाहिँ अब तपाईँहरू अलिकति पनि, फेरि पनि भने मैले, अलिकति पनि त्यो हीन भावना नराख्नु। अब हामी चाहिँ एक खाले खम्ब बनेर, हामी चाहिँ
प्रतिबद्धता भएर मङ्गोल नेसनल अर्गनाइजेसनमा अडिट भइसके पछाडि यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू त अब मङ्गोल नेसनल अर्गनाइजेसनमा हर पल हर क्षण जोड्छन्। आफ्नो घरमा आफ्नो घर सम्झेर, आफ्नो बुवा आमा सम्झेर, आफ्नो परिवार सम्झेर, आफ्नो घर सम्झेर कोही नफर्किने कुरा हुन्छ त? हुँदैन। अन्ततगत हामी फर्किने भनेको आफ्नै घर हो, आफ्नै परिवार हो कि होइन? हो। यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूलाई अधिकार दिने, न्याय दिने भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन नै हो। र यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू अन्ततगत आउनै पर्ने ठाउँ पनि मङ्गोल नेसनल अर्गनाइजेसन नै हो। हरेक दिन आइराखेको छ, बढिराखेको छ। मङ्गोल नेसनल अर्गनाइजेसनको तीव्र रूपमा प्रचार प्रसार पनि भइराखेको छ कि छैन? भइराखेको छैन त? त्यो भएको कारणले मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध भएर पक्कै पनि तपाईँ हामी खुसी हुनुपर्दछ। मङ्गोल नेसनल अर्गनाइजेसनको जितको समय आइसकेको छ। पक्कै पनि अघि मैले हाम्रै वक्ताहरूबाट अथवा मैले कुमकाले मेमीबाट एउटा कुरा सुनेको थियो क्या, जस्तै मङ्गोलहरूलाई मङ्गोल नेसनल अर्गनाइजेसनलाई समर्थन गरिराख्दा जुन इसाई धर्मावलम्बीहरूले चाहिँ तपाईँहरू बुद्धको फोटो राख्नुहुन्छ, हामीलाई आउन अप्ठ्यारो लाग्छ भनेर आपत्ति जनाइराख्नु भएको छ अरे। यो अवस्थामा त्यो कुराहरू गरिराख्दा चाहिँ तपाईँ हामीले प्रश्नाउन सक्नुपर्दछ मङ्गोल नेसनल अर्गनाइजेसनको बोर्डमा, ब्यानरमा, एजेन्डामा के छ भन्दाखेरि धर्मनिरपेक्ष भन्ने छ। उहाँहरूलाई यो कुरा स्पष्ट रूपमा थाहा हुनुपर्छ कि यो देशमा म यो इसाई हुँ, म बुद्धिस्ट हुँ, म एक खाले हिन्दू हुँ होइन, म एक खाले यो इस्लाम धर्म मान्छु भनेर भन्न पाउने अधिकार नै मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूले प्रदान गरेको अथवा डाक्टर गोपाल गुरुङज्यूले लडेर नै यो देशमा धर्मनिरपेक्ष आएको हो। अथवा आफ्नो जुनसुकै धर्ममा आस्था राखे पनि आफ्नो धर्म स्वतन्त्रसँग मान्न पाउने अधिकार त डाक्टर गोपाल गुरुङज्यूले मात्रै ल्याएको हो। धर्मनिरपेक्षता यो देशमा डाक्टर गोपाल गुरुङज्यूले मात्रै वकालत गर्नुभएको हो सुरुमा। अहिले अन्तिममा त्यो कुराहरू कसले पुग्छ? त्यो विजय भइसके पछाडि, ल्याइसके पछाडि त्यो सबैले पोख्छन्। तर सुरुमा मुद्दा उठाउने मान्छे चाहिँ मुख्य हुन्छ, त्यो चाहिँ प्रमुख हुन्छ, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ कि यो देशमा जबसम्म यो देश एक खाले हिन्दू शासन थियो, हिन्दू राज्य कायम भइराख्दा पनि यो देश हिन्दू राज्य हुनु हुँदैन। यो देशमा हिन्दू राज्य राख्यो भने चाहिँ सबै धर्मावलम्बीहरूले अथवा सबै जनताहरूले चाहिँ न्याय पाउँदैन, सबै जनताले प्रतिनिधित्व हुँदैन। यो देशमा चाहिँ धर्मनिरपेक्ष ल्याउनु पर्छ भनेर ल्याउने मान्छे नै डाक्टर गोपाल गुरुङज्यू हो। त्यो भएर पो उहाँले पनि अहिले आफ्नो होइन आफ्नो देशमा आफूलाई मनपर्ने धर्म मान्न पाइराखेको छ। त्यो भने हामीले यसरी डाक्टर गोपाल गुरुङज्यू सँगै महामानव सिद्धार्थ बुद्धको फोटो राख्नु, तस्बिर राख्नु भनेको चाहिँ कोही साम्राज्यवादी शक्तिलाई बोकेको होइन क्या। त्यो चाहिँ यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू र हाम्रो पुर्खालाई राखेको हो क्या। के हामीले हाम्रो आफ्नै पुर्खालाई सम्मान गर्न नपाउने, आदर गर्न नपाउने, जसको महामानव सिद्धार्थ बुद्धको दर्शनले संसारलाई कल्याण दिएको छ, संसारलाई कल्याण गरेको छ, संसारमा नै एक खालको ज्योति, एक खालको प्रकाश ल्याएको छ। हामी बुद्धको सन्तान हौ। हाम्रै देशमा जन्मिनु भएका महामानवलाई हामीले फोटोमा राख्दा, कार्यक्रममा राख्दा हामीले उहाँलाई सम्झिँदाखेरि आपत्ति जनाइराख्नु पर्ने कुनै पनि ठाउँ छैन। तपाईँ हामीले त्यो कुरा चाहिँ स्पष्टसँग सम्झाउन र बुझाउनु पर्दछ र तपाईँ हामी निराशा हुनु पर्ने कुरा चाहिँ छैन। त्यो भएको कारणले तपाईँ हामीले अब एकजुट भएर हामीले होइन एकजुट भएर एकीबद्ध भएर मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। यो देशमा जस्तो सुकै नारा बोकेको मान्छेहरू आए पनि, मङ्गोल अनुहारकै मान्छेहरू आए पनि मङ्गोल नेसनल अर्गनाइजेसनको दर्शन सिद्धान्त लागू नभएसम्म चाहिँ यो देशले कहिले पनि काँचुली फेर्ने छैन। त्यो कुरा चाहिँ प्रमाणित भइसकेको छ। हाम्रै मङ्गोल अनुहारकै मान्छेहरू आए पनि ती भनेको चाहिँ साम्राज्यवादी शक्तिहरूले खेलाइराखेको एउटा मोहरा मात्रै हो। त्यो कुरा चाहिँ हामीले त्यसरी खेल्नुपर्छ। साम्राज्यवादी शक्तिहरूले चाहिँ हाम्रै अनुहारका मान्छेहरूलाई कसैलाई विभिन्न एक खालको लोकप्रियता बनाएर फेमस बनाउँछ सुरुमा होइन। फेमस बनाइसकेपछि कुरा बिक्ने हुन्छ, अनुहार बिक्ने हुन्छ,
अनुहार बिग्ने भइसके पछाडि जे भन्ने पनि हुन्छ। अनि हाम्रो देशको विरुद्धमा देशघाती कामहरू, देशघाती नीतिहरू चाहिँ धेरै राखेको हुन्छ। त्यो भएको कारणले अब तपाईँ हामीले आम नेपाली जनतालाई कसरी प्रस्ट्याउनु पर्छ भने जसरी मङ्गोल नेसनल अर्गनाइजेसनलाई तपाईँहरूले 35-36 वर्षमा जिताउनु भएन, परीक्षण कालमा तपाईँहरूले अग्नि परीक्षा नै दिएर खालि मङ्गोल नेसनल अर्गनाइजेसनलाई त परीक्षण गर्नुभयो त। मङ्गोल नेसनल अर्गनाइजेसनलाई अब स्थापना भएको 37 वर्ष भइसक्यो होइन, तैपनि एकचोटि पनि जिताएको छैन। तैपनि हामी आफ्नो कर्म निरन्तर रूपमा गरिराखेको छौँ, हामी कहिले पनि रोकेन क्या। हामी निरन्तर रूपमै लोकतन्त्रको अभ्यास गरिराखेको छ। महामानव डाक्टर गोपाल गुरुङज्यूको जन्म उत्सव गरेको छ होइन, उहाँको स्मृति सभा गरेको छ, लोकतन्त्र दिवस मानिराखेको छ, मूलवासी दिवस मानिराखेको छ। यो देशमा, यो समाजमा अथवा यो जुन हाम्रो मुलुकमा भइराखेको गलत कुराहरूको बारेमा निरन्तर रूपमा वकालत गरिराखेको छ, बोलिराखेको छ। शान्तिपूर्ण तरिकाले कसैलाई एक डन्डा हानेको पनि छैन होइन, हानेको छ त छैन। कहिले नेपाल बन्द चक्का जाम गरेर आम सर्वसाधारण देशवासीले दुःख दिएको पनि छैन, अराजक गतिविधिहरू गराएको पनि छैन, कसैको सिसा फोडेको पनि छैन, टायर जलाएको पनि छैन। तर निरन्तर रूपमा पर्चाहरू बोकेर, पम्फलेटहरू बोकेर महामानव डाक्टर गोपाल गुरुङज्यूको मङ्गोलवाद दर्शन गरेको पुस्तकहरू पुगेर यो देशका देशवासी जनताहरूलाई हामी भनेको चाहिँ मङ्गोल हो, हामी भनेको चाहिँ लोकतन्त्रवादी शक्ति हो, लोकतन्त्र भनेको चाहिँ हाम्रो प्राण हो, धर्मनिरपेक्ष भनेको चाहिँ हाम्रो मुटु हो, प्रान्तीयता भनेको चाहिँ हाम्रो महत्त्वपूर्ण अङ्ग हो। यी अङ्गहरू बिना चाहिँ हामी अपुरो हुन्छ, अधुरो हुन्छ भनेर प्रशिक्षण दिएर हामी कहिले पनि थाकेन। 37 वर्षदेखि हाम्रो मङ्गोल नेसनल अर्गनाइजेसनको दिग्गज अग्रज नेताहरू अथवा मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ निरन्तर रूपमा आफ्नो कर्म गरिराखेको छ। तर तपाईँले सुन्नुभएको होला नि त, विभिन्न खालका राजनीतिक दलहरू जो एकचोटि चुनाव हार्यो भने त्यो दलै हुँदैन क्या, त्यो दलै खारेज भइसकेको हुन्छ क्या। तर मङ्गोल नेसनल अर्गनाइजेसनले त त्यो दललाई चाहिँ नवीकरण गरेर निरन्तर रूपमा चाहिँ 37 वर्षदेखि चाहिँ अगाडि बढाइराखेको छ क्या। तपाईँहरूलाई कल्पना गर्नुहोस् न, मान्छे दुई तिनचोटि हार्दा त थाक्छ नि, छोड्छ नि त। तर 37 वर्षदेखि पनि निरन्तर रूपमा गरिराखेकै छ, आफ्नो मुद्दाहरू, आफ्नो अभियानहरूलाई चाहिँ चलाइराखेको छ। भनिसके पछाडि अब यो मङ्गोल नेसनल अर्गनाइजेसनले त अब हिजोको दिनमा महामानव डाक्टर गोपाल गुरुङज्यू एक्लै हुनुहुँदा त छोड्नु भएको थिएन। अब हामी छोड्छौँ त, हामी छोड्दैनौँ। र अब हामीले अब हाम्रो कस्तो छ भने फेरि मङ्गोल, मैले अघि नै पनि भने मङ्गोल नेसनल अर्गनाइजेसन, जुन मङ्गोल नेसनल अर्गनाइजेसनलाई आएको भोट भनेको चाहिँ चेतनाको भोट हो क्या। जुन मान्छेको जुन चेतना हुन्छ नि, चेतना वृद्धि भइसके पछाडि मेरो भोट, मेरो प्रतिनिधि छान्ने मेरो भोट भने मङ्गोल नेसनल अर्गनाइजेसनलाई नै हाल्नुपर्छ भनेर यो देशका शासकहरूले अनि अरू राजनीतिक दलहरूले चाहिँ करोडौं करोड खर्च गर्दा पनि बिक्न नसकेको भोट हो क्या मङ्गोल नेसनल अर्गनाइजेसनको। अब हाम्रो मान्छेहरू चाहिँ त्यति धेरै भइसकेको छ कि जस्तै अब उनीहरूले किन्न नसक्ने भइसकेको छ। अब मङ्गोल नेसनल अर्गनाइजेसनका कार्यकर्ता, मङ्गोल नेसनल अर्गनाइजेसनका भोटरहरूलाई चाहिँ कसैले पनि किन्न सक्दैन। मङ्गोल नेसनल अर्गनाइजेसनको भोटरहरूलाई किन्न सक्ने पैसा त तिनीहरूसँग छैन क्या, संसारमै छैन। त्यो भएको कारणले चाहिँ अब हामीलाई कसैले किन्न पनि सक्दैन। अब मैले अघि नै पनि भने, फेरि पनि दोहोऱ्याउँछु, यो देशका साम्राज्यवादी शासकहरूको अन्तिम हतियार नै सकिसकेको छ क्या। अन्तिम हतियार भनेको नै हाम्रै अनुहार बोकेका मान्छेहरूलाई चाहिँ पार्टी खोलिदिनु थियो क्या। हनुमान बनाउनु थियो, हनुमान पनि बनाइसक्यो। हनुमानहरूको पनि हालत यो देशमाथि एकदमै दया लाग्दो भइसकेको छ, तपाईँले देखिसक्नुभयो। अहिलेको समय भनेको चाहिँ यन्त्रको समय हो नि त। अब उनीहरूले धेरै समय चाहिँ हामीलाई छक्काएर झुक्काएर चाहिँ राख्न सक्दैन कि। त्यो भएको कारणले अब उनीहरूको पर्दाफास, उनीहरूको त्यो कालो करतुतहरू पनि जनता समक्ष उदाङ्गो भइसकेको छ, हुँदैछ, हुने क्रम जारी नै छ। र मङ्गोल नेसनल अर्गनाइजेसनको बारेमा पनि एक खालले आम जनताहरूले चाहिँ बुझ्दै गइराखेको छ। र मङ्गोल नेसनल अर्गनाइजेसनलाई विश्वास
गर्ने जनताहरूको भोटरहरूको मतदाताहरूको सङ्ख्या पनि दिनानुदिन बढिराखेको कुरा तपाईँहरूको बिचमा अवगत गराउन चाहन्छु। पक्कै पनि आज मङ्गोल नेसनल अर्गनाइजेसनको जुन विदुर नगरपालिका वडा नम्बर 9 को पनि प्रथम अधिवेशन पनि घोषणा हुने क्रममा छ हैन। त्यो भएको कारणले अब तपाईँ हामी चाहिँ अब एक हिसाबले हर हिसाबले चाहिँ तयारी हुनुपर्दछ, अगाडि बढ्नु पर्दछ र हामीले चाहिँ के कुरा बुझ्नु पर्दछ भने अब मङ्गोल नेसनल अर्गनाइजेसनको जुन हामीले यो मङ्गोलवाद दर्शन बुझिसके पछाडि यो मङ्गोलवाद दर्शन बुझिसके पछाडि यो दर्शन फैलाउनु फिजाउनु नै हाम्रो धर्म हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ क्या। जसरी अब मैले भने नि अब यो देशमा मङ्गोलहरू नआएसम्म अथवा मङ्गोल नेसनल अर्गनाइजेसनले शासन नगरेसम्म, मङ्गोल नेसनल अर्गनाइजेसनले यो सत्ता नचलाएसम्म यो देशले काचुली फेर्दैन भन्ने कुरा त प्रमाणित भइसक्यो। अब प्रमाणित भइसके पछाडि आफ्नो देश विकास बनाउनको लागि, आफ्नो दर्शन सिद्धान्त फैलाउन फिजाउनको लागि चाहिँ अब हामीले बोल्नु पर्दछ। अब मङ्गोल नेसनल अर्गनाइजेसनको कुरा गर्नको लागि फेरि हिजोको जस्तो माओवादीको जस्तो हतियार पनि बोक्नु पर्दैन, कसैले काट्नु पनि पर्दैन, कसैले मार्नु पनि पर्दैन। हाम्रो त आफ्नै कथा सुनाउने रहेछ, आफ्नै कुरा सुनाउने रहेछ। हामीहरू त मङ्गोल रहेछ, एकजुट हुनुपर्ने रहेछ भन्ने कुरा सुनाउने नै हो। त्यो भएको कारणले अब हामीले मङ्गोलको कुराहरू सुनाउनु पर्दछ, बुझाउनु पर्दछ र भन्नु पर्दछ। र हामीले चाहिँ के कुरा बुझ्नु पर्दछ भने हामी मङ्गोलको जतिसुकै कुरा गर्दै गए पनि, जतिसुकै कुरा बुझाए पनि, जस्तै हामीले मङ्गोलको कुरा बुझाउनु, सिकाउनु, सम्झाउनु, कार्यक्रम गर्नु, विभिन्न सभाहरू गर्नु, विभिन्न प्रशिक्षणहरू गर्नु, त्यो गरेको चाहिँ हामीले वर्ष दिनसम्म चाहिँ के भन्छ अब त्यो पढेको कुरा भयो होइन। जस्तै त्यो कक्षाबाट अर्को कक्षामा चढ्नको लागि चाहिँ हामीले परीक्षा दिनुपर्ने हुन्छ हो। मङ्गोल नेसनल अर्गनाइजेसनको लागि पनि निर्वाचन भनेको चाहिँ एउटा कक्षा बढ्ने अवसर हो क्या, परीक्षा हो। त्यो परीक्षामा चाहिँ हामीले वर्ष दिनभरि मङ्गोलको कुरा, कार्यक्रममा पनि जाने, झन्डा पनि बोक्ने, चुनाव कुखुराको भाले पनि भन्ने, एमएनओ जिन्दाबाद पनि भन्ने, फेरि भोलि गएर परीक्षा नै दिएन भने के हुन्छ? फेल हुन्छ। अब परीक्षा नदिने भनेको चाहिँ अर्थ भनेको चाहिँ के भोट नहाल्ने कि अन्य मङ्गोल नेसनल बाहेक अर्को मङ्गोल नेसनल अर्गनाइजेसन बाहेक अर्कोलाई भोट हाल्नु भनेको चाहिँ हामी फेल हुनु हो क्या। हामीले जुन वर्ष दिनभरि हामी चुनाव नहुन्जेलसम्म चाहिँ मङ्गोलकै कथा कहानी भन्दै हिँड्ने होइन, अनि भोलि भोट हालेन भने चाहिँ त्यो त राम्रो भएन नि त होइन। त्यो चाहिँ फेल भएको मानिन्छ, त्यो चाहिँ अब बुझाएको मानिन्छ, बिगेको मानिन्छ, लोभी लालची मानिन्छ र आफ्नै सन्तानको लागि वंश गद्दार गरेको ठहरिन्छ क्या। अब नबुझेकोले त ठिक छ भोट हाल्दैन होइन, तर बुझेको मान्छेले मङ्गोल नेसनल अर्गनाइजेसनले जसले गद्दार गर्छ नि त्यो जतिको नराम्रो चाहिँ यो कोही पनि हुँदैन। उसको जस्तो नाजुक जिन्दगी कसैको पनि हुँदैन। उसले मङ्गोल नेसनल अर्गनाइजेसनलाई धोका दिने मान्छेले, हिजोको दिनमा म नै मङ्गोल हो भनेर झन्डा बोक्दै हिँड्ने मान्छेले पछि भोट हालेन भने उसले कहिले पनि ठाडो सिर गरेर हामीलाई हेर्न सक्दैन। झन् भोलिको दिनमा त हेर्न सक्दैन, किनभने दिनै मङ्गोल नेसनल अर्गनाइजेसन शक्तिशाली हुँदै जाने दिन हो। अब मङ्गोल नेसनल अर्गनाइजेसनलाई भोट नहाल्नु भनेको चाहिँ आफैलाई भोट नहाल्ने रहेछ, आफैले समर्थन नगरेको रहेछ भन्ने कुरा बुझ्नुपर्छ हामीले, हो कि होइन? मङ्गोल नेसनल अर्गनाइजेसनको उम्मेदवार म प्रतीक्षा तामाङ समानुपाती उम्मेदवार छु होइन। भलै भोलिको निर्वाचनमा म नजितेला क्या। म नजित्नु भनेको चाहिँ फेरि मेरो नाम नआउनु, म नजित्नु मात्रै होइन, म मात्रै हार्नु होइन, सँगसँगै यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोल हार्नु। हेर्नुहोस्, आज मैले तपाईँहरूको अगाडि यो कुरा गर्छौँ नि, हाम्रो हक अधिकारको कुरा, अस्तित्वको कुरा, हामीले अन्याय परेको कुरा, हामी अगाडि बढ्नुपर्ने कुरा, हाम्रो ठाउँ विकास हुनुपर्छ भन्ने कुरा मैले तपाईँहरूको अगाडि यहाँ जति बोलेँ नि, भोलि गएर सदनमा गएर म त यो हाम्रो माग मुद्दा, हाम्रो कुरा त म त्यहाँ पनि बोल्छु नि त होइन। बोल्छु भनेरै त यहाँ 10 वर्षदेखि निरन्तर रूपमा लागिराखेको छ होइन, हिँडिराखेको छ। अब यो देशमा अरू यो देश विकास गर्नको लागि, यो देश बन्नको लागि अरू कुनै उपाय, अरू कुनै विकल्प नै नभएर मङ्गोल नेसनल अर्गनाइजेसनमा लाग्नु परेको हो नि त होइन।
हामीले त अन्य अरू अवसर भएर अनि अरू राजनीतिक दलले नै गर्ने भएको भए त हामीले राजनीति गर्नु पर्ने नै थिएन, उनीहरूले गर्नै नसक्ने हो, अब उनीहरू सबै फेल भइसक्यो भन्ने कुरा प्रमाणित भएर नै म अगाडि बढिराखेको छ। सँगसँगै हाम्रो टिम, हाम्रो मङ्गोल नेसनल अर्गनाइजेसनका नेताजीहरू चाहिँ लागि परिराखेको छ। त्यो भएको कारणले चाहिँ अब तपाईँ हामीले मङ्गोल नेसनल अर्गनाइजेसनको नेता कार्यकर्ता भइसके पछाडि चाहिँ अब कसरी हुन्छ होइन, मङ्गोल नेसनल अर्गनाइजेसनको बारेमा सुनाउनु पर्छ, बुझाउनु पर्छ र अन्तिममा भोट हाल्न सक्ने चाहिँ बनाउनु पर्छ। अब हाम्रो मत जुन एक खालको मत भार हेर्ने हो भने पनि मङ्गोल नेसनल अर्गनाइजेसनको भोट चाहिँ बढिराखेको छ हरेक निर्वाचनमा। त्यो भएको कारणले तपाईँ हामी आत्तिनु पर्ने कुरा छैन। हिजोको दिनमा पनि अब 2079 को निर्वाचनको मत परिणामलाई हेर्ने नै हो भने पनि नेपालमा 90+ अथवा 100+ राजनीतिक दलहरू थियो, चुनाव लडेको थियो। त्यो लड्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको रोल नम्बर अथवा मङ्गोल नेसनल अर्गनाइजेसनको त्यो मतको आधारमा मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ 13औं नम्बरमा आएको राजनीतिक दल थियो। जुन 12 देखिको राजनीतिक दलले 12 नम्बरसम्मको राजनीतिक दलले चाहिँ संसदमा प्रतिनिधित्व गरेको थियो भनेपछि हाम्रो जित त धेरै नजिक रहेछ। यसपालि त हामी जित्छौँ होइन, जित्छौँ नै। जित्नको लागि चाहिँ अब तपाईँ हामीले के गर्नुपर्छ, मङ्गोल नेसनल अर्गनाइजेसनलाई जिताउनका लागि भोट माग्नुपर्छ दिलो ज्यान दिएर। अब यो समय भनेको चाहिँ हामीले हाम्रो आवाज, हाम्रो प्रतिनिधिको आवाज, मङ्गोल नेसनल अर्गनाइजेसनको आवाज कुन तवरबाट सकिन्छ त? मङ्गोल नेसनल अर्गनाइजेसन जित्नु भनेको त तपाईँ हामी सबैजना जित्नु रहेछ, तपाईँ हामी सबैजनाले अधिकार पाउनु रहेछ। त्यो भएको कारणले तपाईँको पनि जिम्मेवार पर्ने रहेछ, तपाईँको पनि फर्ज बन्छ नि त। त्यो भएको कारणले अब तपाईँ हामीले पनि ममहरूले पनि ममहरूलाई भन्नु पर्यो, मेमेहरूले पनि मेमेहरूलाई भन्नु पर्यो होइन, आफ्नो परिवार छरछिमेकलाई भन्नु पर्यो नि त। अनि पो त हामी सबैजना जित्छ। तपाईँ हामी सबैजना जित्ने यो लडाइँमा, यो मुक्ति यात्रामा त तपाईँ हामी सबैजनाको उत्तिकै जिम्मेवार हुन्छ। त्यो भएको कारणले अब तपाईँ हामीले चाहिँ त्यो चुक्नु हुँदैन। अहिलेको समय भनेको चाहिँ हामी लोभ लालचमा बिग्रिङ, अहिलेको समय भनेको चाहिँ हामी विभिन्न खालका बहानाबाजी गर्ने होइन। यो निर्वाचनको छेक भनेको चाहिँ तपाईँ हामी राजनीतिक रूपमा सुझबुझ भएर चेतनशील हुने र हाम्रो मान्छेलाई चेतनशील बनाउने समय हो। अहिले गाउँ बस्तीमा हाम्रो मान्छेहरूलाई हाम्रो कुरा सुन्नै नसक्ने बनाइसकेको छ यो देशका शासकहरूले। अब तपाईँ हामीले यो कुरा पनि बुझाउनु पर्दछ, सम्झाउनु पर्दछ। मान्छे हो नि होइन, एकचोटि पो बुझ्दैन, दुईचोटि पो बुझ्दैन, तीनचोटि पो बुझ्दैन, पटक पटक भन्दै गएपछि एकदिन त सुन्छ। होइन यो मान्छेले धेरैचोटि भन्यो के भन्न खोजेको भनेर सुन्छ कि सुन्दैन? अब हामी त हेर्नुहोस् मान्छे हो, त्यही पनि हामीलाई राजनीति भन्ने कुरा त हाम्रो मङ्गोल समुदायको मान्छेले चाहिँ धेरै ढिला बुझ्छ। किन भन्दाखेरि हामीले त 400-500 वर्षदेखि त राजनीति नै गर्न हुँदैन भनेर राजनीतिभन्दा धेरै टाढा राखिएको थियो नि त। डाक्टर गोपाल गुरुङजीको कारणले पो हामी यसरी माइक समातेर अगाडि भाषण गर्न सक्ने, आफ्नो अधिकारको बारेमा बोल्न सक्ने बनाएको थियो। यो देशको शासकहरूको नजरमा त हामी त ढुङ्गा माटो हो। यो देशको शासकहरूको नजरमा त हामी त जनावर किरा फटेङ्ग्रा नै हो क्या। अब उनीहरूलाई चाहिँ के लाग्छ भन्दाखेरि हामी बोलेको देख्दा चाहिँ उनीहरूलाई जलन हुन्छ। हिजोको दिनमा हामीले थिचेर ढुङ्गा बनाएर राखेको मान्छे ढुङ्गा पनि बोल्यो भन्छ क्या। माटो मुढा बनाएर राखेको मान्छे थियो। यो मान्छेहरू पनि बोल्न थाल्यो भनेर उनीहरूले चाहिँ भित्रैदेखि मन मुटुदेखि नै जलन भइराखेको छ, टाउको दुखिराखेको छ। हेर्नुहोस् यो देशको शासकहरू जो हामी मङ्गोलहरूलाई जोतेर हाली बनाएर हामीलाई हाली मुहाली गरेर लुटेर खान पाइराखेको मान्छेहरू त अब त हामी आफ्नो अधिकार, आफ्नो हिस्सा खोज्न थालिसके पछाडि उनीहरूलाई टाउको दुखेको छ, उनीहरूलाई जलन भएको छ, कोही कोही त हार्ट एट्याक भएर ढली पनि सकेको छ होइन। देख्नु भयो नि, देखिरहनु भएको छ नि होइन हो। अब यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू जागेको खण्डमा चाहिँ हामीलाई कसैले पनि रोक्न सक्दैन, छेक्न सक्दैन। अब यो देशका वन पाखा प्रकृतिले पनि हामीलाई साथ दिन्छ, साथ दिइराखेको छ। यो देशका बहुसङ्ख्यक हामी मूलवासी मङ्गोलहरू भनेको चाहिँ यो देशको ढुङ्गा माटो पहाड प्रकृति सँग साइनो सम्बन्ध भएको मान्छेहरू हो। यो देशको यो पाखा प्रकृति, यो जङ्गलहरू, यो हरियाली खोला नाला पहाडहरूले पनि यो मङ्गोलहरूको जित पर्खिराखेको छ, व्यक्तिगत रूपमा पर्खिराखेको छ। र मङ्गोल नेसनल अर्गनाइजेसनलाई प्रकृतिले पनि साथ दिइराखेको छ। मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङजीले भन्नुभएको छ मूलवासी मङ्गोलहरू हिँड्यो भने नदीले पनि बाटो छोडिदिनेछ भनेर। तपाईँले सुन्नु भएको होला
हाम्रै देशमा छ संसारको सबैभन्दा अग्लो चुचुरो चोमोलुङमा, अथवा बाहुनले राखिदिएको नाम एउटा सगरमाथा हो। सगरमाथामा सबैभन्दा पहिलो चढेको मान्छे भनेको चाहिँ तेन्जिङ नोर्गे शेर्पा हो क्या। जुन तेन्जिङ नोर्गे शेर्पा भनेको चाहिँ एडमन्ड हिलरी भन्ने कुइरेलाई, विदेशी गोरालाई चाहिँ गोराको भरिया बोकेर गएको थियो। तर त्यो पवित्र ठाउँमा संसारको कोही पनि पुग्न नसकेको सगरमाथाको चुचुरोमा त्यो सगरमाथाले सबैभन्दा पहिला शिर कसलाई निहुराइदिएको थियो भन्दा तेन्जिङ नोर्गे शेर्पा, हाम्रै मङ्गोल समुदायका मङ्गोललाई नै निहुरिदिएको थियो। भनेपछि प्रकृतिले साथ दिने रहेछ कि रहेनछ? खासमा त उनी त भरिया मात्र भएर गएको थियो, तर सबैभन्दा पहिला उनलाई नै शिर निहुराइदियो। त्यो भनेको चाहिँ प्रकृतिले साथ दिएको। त्यस पछाडि दोस्रोमा मात्रै सुरुमा त टेक्नु पर्ने त उसले थियो नि त, एडमन्ड हिलरीले टेक्नु पर्ने थियो नि त, तर त्यो मानेन कि। तर त्यो चाहिँ सगरमाथा अथवा हाम्रो चोमोलुङमाले चाहिँ हाम्रै मङ्गोललाई नै सुरुमा, मालिकलाई नै सुरुमा टेक्न दिएको थियो क्या। त्यो भएको कारणले यो देशका वन पाखा प्रकृति खोला नालाले पनि यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू शासक भएको दिन पुरिराखेको छ, पर्खिराखेको छ। त्यो भएको कारणले अब तपाईँ हामीलाई हर हिसाबले हरेक क्षेत्रमा यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू अगाडि बढिसकेको छ कि। अब हामीले राजनीतिक क्षेत्रमा मात्रै हो हामीले रोकिराखेको, मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोकिराखेको, र यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू हरेक क्षेत्रमा चाहिँ एवं रूपले अगाडि बढिसकेको छ। अब त तपाईँहरूले सरकारी अड्डा अदालत विभिन्न सरकारी अफिसको कार्यालयहरूमा पुग्दा पनि हाम्रै अनुहारको मान्छेहरू देख्नुहुन्छ, भेट्नुहुन्छ कि भेट्नुहुन्न? हामीसँग सद्भावपूर्ण तरिकाले सद्भावना सप्रेम भएर हामीसँग वार्तालाप गर्छन् कि गर्दैनन्? गर्छन्, गरिराखेको छन्। हो, हिजोको दिनमा त्यही गर्थ्यो कि। जस्तै हाम्रो अनुहारको मान्छेहरू त त्यहाँ कर्मचारी पनि हुँदैन थियो। अब उनीहरूको माथिदेखि तलदेखि माथिसम्म त्यही शासकहरूकै मान्छे, त्यही अल्पसङ्ख्यक शासकहरूकै मान्छे हुन्थ्यो। अनि हाम्रो त सानो 2 मिनटको काम पनि 2 महिना लगाइदिन्छ, 2 वर्षै लगाइदिन्छ। तिम्रो त हुँदैन भनेर फर्काइदिन्छ। अनि हामी कालो मुख लगाएर फर्किनु पर्थ्यो। त्यो फर्किनु पर्थ्यो कि पर्दैन? त्यो दिन थियो कि थिएन? हाम्रो थियो। अब हिजोको दिनमा बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूलाई सानो काम बनाउनको लागि पनि पहिला घुस माग्थ्यो क्या। घुस माग्ने कर्मचारी थियो कि थिएन? अब त्यो सबै कुराहरू कम हुँदै जान्छ र मङ्गोल नेसनल अर्गनाइजेसन आइसके पछाडि भ्रष्टाचार पनि कम हुन्छ, न्यूनीकरण हुन्छ। र मङ्गोल नेसनल अर्गनाइजेसनले त स्थापना कालदेखि 37 वर्षदेखि नै भ्रष्टाचारी र कालो बजारीलाई बन्द गर्नुपर्छ, कारबाही गर्नुपर्छ भनेर नारामा मुद्दामै छ हाम्रो त। अस्ति भदौको 23 गते भएको जेन्जी आन्दोलनमा पनि मुद्दा के थियो त? भ्रष्टाचार विरोधी आन्दोलन थियो। मङ्गोल नेसनल अर्गनाइजेसनले त धेरै समयदेखि 37 वर्षदेखि नै भ्रष्टाचारीलाई कारबाही गर भनेर नारा लगाएको थियो कि थिएन? थियो। यो मङ्गोलले धेरै भन्यो, अब त मङ्गोलको माग पनि पुरा गरिदिनु पर्यो भनेर जेन्जीहरू उठेर चाहिँ हाम्रो नारा पुरा गरिदिएको, हाम्रो माग पुरा गरिदिएको हो क्या, हो कि होइन? हो। र जेन्जीहरूले उठाएको मुद्दा पनि मङ्गोल नेसनल अर्गनाइजेसन नै माग मुद्दा थियो। र जेन्जीहरूले भनेको थियो देशको कार्यकारी प्रत्यक्ष हुनुपर्छ, जुन राष्ट्रपति भए पनि प्रधानमन्त्री भए पनि कार्यकारी चाहिँ जनताबाट निर्वाचित हुनुपर्छ भनेको थियो। र हामीले पनि कार्यकारी राष्ट्रपति हुनुपर्छ, प्रधानमन्त्री हुनुपर्छ, जे भए नि कार्यकारी चाहिँ जनताबाट नै प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ भनेर स्थापना कालदेखि डाक्टर गोपाल गुरुङज्यूले भद्रकोल जेलभित्र स्थापना गरेर त्यो खालको खाका कोर्दाखेरि नै, त्यो खालको विधान लेख्दाखेरि नै डाक्टर गोपाल गुरुङज्यूले लेखिसक्नु भएको कुरा हो। अब यो देशमा ढुङ्गा उचाल्ने मान्छे आए पनि नयाँ कुरा आउँदैन, हेर्नुहोस् होइन? त्यो एक खालको पपुलिजमवादको त्यो जे जस्तो सुकै नयाँ अनुहारका जोगीहरू आए पनि यो देशमा लोकतन्त्र, धर्मनिरपेक्ष प्रान्तीय सरकार, लोकतन्त्रलाई सुव्यवस्थित बनाउने कुरा, धर्मनिरपेक्षलाई बनाउने कुरा, अथवा डाक्टर गोपाल गुरुङज्यूले उठाउनु भएका माग मुद्दाहरू भन्दा नयाँ कुरा केही पनि आउँदैन। यसमा तपाईँ ढुक्क हुनुहोस्। यो देश भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको नीति तथा सिद्धान्तहरूले चलिराखेको छ। हिजोको दिनमा मङ्गोल नेसनल अर्गनाइजेसनलाई मतदान गरेर त्यो मतदान गर्नुहुने मतदाताहरूले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको सिद्धान्त जिताएको हो। हेर्नुहोस्, मङ्गोल नेसनल अर्गनाइजेसनको सिद्धान्त जितेको थियो। हिजोको दिनसम्म चाहिँ तपाईँहरूले
लागेको भोटले हाम्रो सिद्धान्त मात्रै जितेको हो। मङ्गोल नेसनल अर्गनाइजेसनले जितिराखेको छ। अब चाहिँ हामी चुनाव नै जित्ने खालको भोट चाहेको छ। त्यो भएको कारणले चाहिँ अब चुनाव नै जित्ने खालको भोट हाल्नको लागि लगाउनको लागि चाहिँ तपाईँ हामीले त्यो खालको कसर गर्नुपर्छ। कुनै पनि बहानाबाजी नगरिकन, कुनै पनि होइन दिलचस्पी, कुनै पनि बहाना नगरिकन चाहिँ तपाईँ हामी अब दिलो ज्यान लिएर मङ्गोल नेसनल अर्गनाइजेसनलाई जिताउनको लागि चाहिँ एक खालले होइन प्रतिबद्ध गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु। अब भने म यति भन्दै आफ्ना भनाइहरू अन्त्य गर्ने अनुमति चाहन्छु। अस्वीकार नोस्, बिदा हुँदाको। जय मङ्गोल।